विशेष चर्चा गर्नेछौं। सन् 1992बाट जब देशमा नव उदारवाद आयो तब यहाँ चलिरहेका 26 वटा उद्योगहरूलाई एक एक गरी समाप्त पारियो। सबैभन्दा पहिला त देशको लगभग 50% जुत्ताको माग पूर्ति गर्ने बाँसबारी छाला जुत्ता कारखाना समाप्त पारियो, जसका कारण हजारौं कामदार बेरोजगार बन्न पुगे भने देश छाला जुत्तामा आयातमुखी बन्न पुग्यो। यसैगरी 67% कागजको माग पूर्ति गर्ने देशकै महत्वपूर्ण भ्रिकुटी कागज कारखाना समाप्त भएसँगै यसले पनि देशको अर्को आर्थिक क्षेत्रमा वज्रपात निम्तियो। जबकि भ्रिकुटी कागज कारखानाले उत्पादन गरेको कागज बंगलादेश र इन्डोनेसियाले समेत कार्ड र नोट छाप्न आयात गर्ने गर्दथे। त्यो कागज धेरै स्तरीय थियो। बंगलादेशले विशेष प्रकारका कार्ड छाप्नका लागि नेपालमा उत्पादन भएको कागज प्रयोग गर्दथ्यो। त्यो कारखाना समाप्त पारिएपछि अर्घाखाँची, गुल्मी, गोर्खा, पाल्पा, स्याङ्जा लगायत जिल्लाका बाबियो उत्पादन गरेर धनी हुन लागेका किसानको गरिखाने बाटो नै बन्द भयो। देश लगभग औद्योगिकीकरणमा गइसकेको थियो। त्यसलाई ध्वस्त पार्न निजीकरणका नाममा नाफामा चलेका बालाजु औद्योगिक क्षेत्र अनि हेटोडा औद्योगिक क्षेत्रका कपडा उद्योगहरूलाई समाप्त पारियो। यसले पनि देशको ठूलो मात्रामा कपडाको मागलाई पूर्ति गर्दथ्यो। यसैगरी सस्तोमा सामान ढुवानी गर्ने हेटौडादेखि काठमाडौँसम्मको रोपवे समाप्त पारियो। त्यसपछि विराटनगर जुट मिल समाप्त पारियो, जनकपुरको सुर्ती उद्योग समाप्त पारियो, कोहलपुरको कटन खेती र उद्योग समाप्त पारियो, बुटवलको धागो उद्योग समाप्त पारियो। पूर्ण गतिमा सञ्चालनमा रहेका उद्योग धन्दा एकपछि अर्को गर्दै ध्वस्त पारियो। विराटनगरका जुट मिल बन्द भएपछि झापा, मोरङ, सुनसरी र उदयपुरसम्मका सनपाट उत्पादन गर्ने किसानको रोजीरोटी नै बन्द हुन पुग्यो, जहाँबाट मानिसहरूले मनग्गे पैसा कमाइरहेका थिए। वास्तवमै भन्नुपर्दा त्यति बेला नै झापा र मोरङका किसानहरू धनी बन्दै गएका थिए, किनकि त्यति बेला 1 क्विन्टल धान बेच्दा 1000 कमाउन मुस्किल थियो भने त्यही किसानहरूले 1 क्विन्टल सनपाट बेच्दा 3 देखि 6000 रुपियाँ आरामले आम्दानी गर्ने गर्थे। त्यसकारण उनीहरू एकपटक धान खेती गर्ने गर्दथे भने एकपटक सनपाट खेती गर्ने गर्दथे। ती उद्योग बन्द भएपछि सनपाट खेती पनि समाप्त भयो। उद्योग बन्द गराउने काम जानाजानी गराइएको थियो। जनकपुर, महोत्तरी र सर्लाहीमा सुर्ती उद्योगहरू थिए। जनकपुर र अन्य चुरोड कारखानाहरू बन्द गरिएपछि सुर्ती खेती पनि समाप्त भयो। वीरगञ्जको चिनी कारखाना बन्द गरेपछि उखु खेती समाप्त भयो। त्यसपछि सर्लाही र जनकपुरका मानिसको आर्थिक अवस्था कमजोर बन्न पुग्यो अनि बुटवलको धागो उद्योग बन्द गरिएपछि कोहलपुर, बाँके, बर्दियामा उत्पादन हुने कटन व्यवसाय समाप्त भयो, जसले गर्दा त्यहाँका मानिसहरू गरिब र बेरोजगार बन्न पुगे। पश्चिम कञ्चनपुरमा टर्पेन्टाइल उद्योग थियो र त्यहाँ सुदूरपश्चिमबाट सल्लाहको खोटो ल्याएर तेल उत्पादन गरिन्थ्यो। त्यो तेल उत्पादन गर्ने उद्योग पनि बन्द गराएपछि त्यहाँका मानिसको पनि कमाई गर्ने व्यवसाय रोकियो। यसरी देशमा नव उदारवादको आगमन भएसँगै देशलाई टाट पल्टाउने काम सुरु गरियो।